हेलो एभ्रिवान, वेलकम ब्याक टु फार्मा गुरुकुल नेपाल। आज चाहिँ हामी एउटा नयाँ टपिक त्यो भनेको चाहिँ एन्टी इपिलेप्टिक ड्रग्स है। एन्टी इपिलेप्टिक ड्रग्सको हामी के पढ्न जाँदैछौँ भन्दाखेरि चाहिँ फार्माकोलोजी पढ्न जाँदैछौँ है। अब फर्स्टमा एन्टी भनेको के हो र इपिलेप्टिक इपिलेप्टिक भन्ने शब्द चाहिँ इपिलेप्सी इपिआइएलइपिएसवाई है, इपिलेप्सी भन्ने शब्दबाट आएको। अब के रहेछ इपिलेप्सी भनेको त्यो बुझ्नु चाहिँ हामीलाई आवश्यक हुन्छ। अब इपिलेप्सी भनेको चाहिँ के हो भन्दाखेरि सिएनएसको डिसअर्डर हो। के को हो रे? सिएनएसको डिसअर्डर हो। अब सिएनएस भनेको के हो थाहा छँदैछ, किनकि हामीले सिएनएस फार्माकोलोजी नै पढिरहेछौँ, सेन्ट्रल नर्भस सिस्टम है। अब सेन्ट्रल नर्भस सिस्टममा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यो इपिलेप्सी हुँदा चाहिँ मान्छेलाई के हुन्छ भन्दाखेरि चाहिँ यो मान्छेलाई चाहिँ सिजर्स हुन्छ। के हुन्छ अरे? एससिआइजेडयुआरएस सिजर्स हुन्छ। सिजर्स के हुन्छ, कस्तो हुनसक्छ भन्दाखेरि चाहिँ सिजर्स के हुन्छ, लस अफ कन्सियसनेस भएर पनि हुनसक्यो र बडी मुभमेन्ट भएर पनि हुनसक्यो है। हो त्यस्तो कारणले गर्दाखेरि चाहिँ के हुन्छ, सिजर हुन्छ र त्यसको कारणले गर्दा सिएनएसलाई एफेक्ट गर्छ र त्यसको कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ सिएनएसको रिदम छ, जुन चाहिँ सिएनएसको के छ, रिदम छ, त्यो रिदम चाहिँ बिग्रिन जान्छ भने त्यो टाइपकोलाई के भन्छ भन्दाखेरि चाहिँ इपिलेप्सी भन्छ भनेर चाहिँ बुझ्न पऱ्यो। भनेपछि इपिलेप्सी भने के रहेछ भन्दाखेरि यस्तो टाइपको सिएनएस डिसअर्डर रहेछ जसले गर्दाखेरि चाहिँ सिएनएसको रिदम के हुन्छ, डिसरिदम हुन्छ। भन्नुपर्दा चाहिँ डिसरिदमिया हुन्छ है। के भन्छ अरे? डिवाइएसआरएचवाई टिएचएमएमआइए है, डिसरिदमिया हुन्छ भनेको त सिएनएसको रिदम बिग्रिन्छ जसले गर्दा पेसेन्टलाई के हुनसक्छ, सिजर हुनसक्छ, लस अफ कन्सियस हुन नि सक्छ, नहुन सक्छ र यसले गर्दाखेरि बडी मुभमेन्टहरूमा के पर्छ, इम्प्याक्ट पर्छ भने यस्तो टाइपकोलाई के भन्छ, इपिलेप्सी भन्छ। अब हामीले के भनेको छौँ यहाँ, एन्टी इपिलेप्टिक भनेपछि ओभियसली के होला, यस्तो टाइपको ड्रग्सहरू जसले चाहिँ यस्तो खालको हो, यस्तो खालको सिम्टमहरू छ, यसलाई चाहिँ ट्रिट गर्छ भने चाहिँ यस्तो खालको ड्रग्सलाई हामीले के भन्ने भयो, एन्टी इपिलेप्टिक ड्रग्स भनेर बुझ्न पऱ्यो है। अब यो इपिलेप्सी भनेको चाहिँ कहाँबाट ओरिजिनेट हुन्छ होला, कसरी हुन्छ भन्दाखेरि चाहिँ यो चाहिँ हजुरहरूलाई त पनि थाहा होला, यो चाहिँ कहाँबाट ओरिजिनेट हुन्छ भन्दाखेरि बिआरएआइएन है। ब्रेन भनेको के हो भन्दाखेरि मेन सेन्टर फर इपिलेप्सी है। इपिलेप्सी हुने मेन सेन्टर चाहिँ के रहेछ, ब्रेन रहेछ भन्ने कुरो चाहिँ हजुरहरूले बुझ्न पऱ्यो है। अब हामी फर्स्टमा चाहिँ इपिलेप्सीमा जम्प गर्नुभन्दा पहिला चाहिँ के गरौँ भन्दाखेरि चाहिँ सिजरको टाइपको बारेमा बुझौँ। के बुझौँ रे? सिजर्सको टाइप भन्नुपर्छ। सिजर भनेर त हामीले भन्यौँ नि होइन, यहाँ सिजर्स भनेर अब के हुँदो रहेछ त यसको टाइप भन्ने बारेमा चाहिँ बुझौँ है। भनेपछि मैले यहाँ के लेखेँ भन्दाखेरि टाइप्स अफ सिजर्स भनेर लेखेँ। भन्नुपर्दा चाहिँ जुन चाहिँ कामनी प्रक्रिया हुन्छ नि, सिजर भनेको हामीले कामनी भनेर बुझ्छौँ नि यतिकै होइन हो, त्यो कामनी प्रक्रिया चाहिँ के टाइपको हुँदो रहेछ त भन्ने कुरो चाहिँ हामीहरू जानौँ है। अब सिजर भनेको के हो भन्ने कुरो थाहा भयो। फर्स्टमा चाहिँ के हो भन्दाखेरि चाहिँ हजुरको दिमागको है, ब्रेनको न्युरोनले के गर्छ, न्युरोनल एक्टिभिटी गर्छ। जब यो ब्रेनको न्युरोनल एक्टिभिटी गरेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ मिल्दैन हो। जुन चाहिँ यो न्युरोनल एक्टिभिटी ब्रेन चाहिँ चाहिए भन्दा धेरै न्युरोनल एक्टिभिटी गर्यो अरे मानौँ हो, भन्नुपर्दा ब्रेन न्युरोनल एक्टिभिटी, ब्रेनले चाहिएको भन्दा एक्सेसिभ अमाउन्टमा न्युरोनल एक्टिभिटी गर्यो भने त्यसले गर्दाखेरि के रिजल्ट हुन्छ भन्दाखेरि पेसेन्टलाई सिजर हुने रहेछ भनेर चाहिँ बुझ्न पऱ्यो। बुझ्नुभयो? एक्सेसिभ पनि हुनसक्यो अथवा सिन्क्रोनस पनि हुनसक्यो। भन्नुपर्दा यो एक्टिभिटी पनि गराएछ, यो दुईवटा एक्टिभिटी चाहिँ जुध्यो भने के हुने भयो, यसले गर्दा नि सिजर हुने भयो। भन्नुपर्दा एक्सेसिभै भन्ने बुझौँ न है। भनेपछि ब्रेनको न्युरोनल एक्टिभिटी एक्सेसिभ अथवा चाहिँ सिन्क्रोनाइज्ड वेमा गऱ्यो भने चाहिँ सिजर हुँदो रहेछ भनेर चाहिँ बुझ्न पऱ्यो है। अब सिजरको टाइप्समा जाऊँ है। सिजरको टाइप्समा चाहिँ ए नम्बरमा हुन्छ जेनरलाइज्ड। के हुन्छ अरे? जेनरलाइज्ड है। अनि अर्को खालको सिजर हुन्छ फोकल सिजरलाई चाहिँ पार्सियल सिजर पनि भनिन्छ। अब के रहेछ त यो जेनरलाइज सिजर भनेको के रहेछ, फोकल सिजर भनेको के रहेछ भन्ने कुरो बुझ्न पऱ्यो। जेनरलाइज सिजर भनेको चाहिँ अब जस्तै हजुरको है, अब त्यस्तो राम्रो त फिगर नहोला है, जस अब हजुरको ब्रेन हो,
ब्रेनको त दुईवटा हेमिस्फियर छ नि होइन। अब यो चाहिँ मैले ऱ्यान्डम फिगर है अब यत्तिकै बनाएँ। अब मानौँ यो तपाईँको चाहिँ एउटा हेमिस्फियर राइट हेमिस्फियर र लेफ्ट हेमिस्फियर यो ब्रेनको भयो है, यो दुईवटा हेमिस्फियर भयो। केही गरेर यो सिजर चाहिँ ब्रेनको यता पनि छ, 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 यता पनि छ भने यो जेनरलाइज सिजर भयो। के सिजर भयो अरे? जेनरलाइज सिजर भयो, किनकि ब्रेनको सबैतिर छ हो। अब यही कुरो चाहिँ हो, अब मानौँ चाहिँ यतातिर छैन अरे हो, ब्रेनको यतातिर छैन अरे, तर यता मात्र छ अरे, ल यो साइडमा मात्र भने चाहिँ यस्तो टाइपको सिजरलाई चाहिँ के भन्ने भयो? फोकल अथवा चाहिँ पार्सियल सिजर भनेर चाहिँ भन्ने भयो। बुझ्नुभएको कुरा? भनेपछि जेनरलाइज सिजर र फोकल सिजरमा हजुरहरूले चाहिँ पत्ता पाउनु भयो होला के चाहिँ रहेछ जेनरलाइज सिजर र के चाहिँ रहेछ पार्सियल सिजर भन्ने कुरा चाहिँ क्लियर भयो है त। अब भनेपछि बुझ्नु भएन नि, जेनरलाइज भनेको दिमागभरि, फोकल भनेको चाहिँ एउटा पार्टमा मात्र। अब जेनरलाइज सिजरमा पेसेन्ट झन्डै झन्डै अनअवेरै हुन्छ भन्नुको त उसलाई चाहिँ जेनरलाइज सिजरमा चाहिँ झन्डै झन्डै पेसेन्ट के हुन्छ? एलओसी हुन्छ। एलओसी भनेको लस अफ कन्सियसनेस, CONSCIOUSNESS है। जेनरलाइज सिजरमा पेसेन्टको लस अफ कन्सियसनेस हुन्छ भने फोकल सिजर चाहिँ दुई प्रकारको हुनसक्छ। फोकल सिजरमा चाहिँ पेसेन्ट के पनि हुनसक्छ? अवेर पनि हुनसक्छ, किनभने उसको त एउटा दिमागको एउटा पार्टमा मात्र हानेछ नि त, सबैतिर त हानै छैन भनेपछि अवेर पनि हुनसक्छ अथवा चाहिँ अनअवेर पनि हुनसक्छ। यो चाहिँ डिपेन्ड गर्छ है। भनेपछि फोकल सिजर के पनि हुनसक्दो रहेछ? अवेर पनि हुनसक्दो रहेछ, अनअवेर पनि हुनसक्दो रहेछ भनेर चाहिँ बुझ्नु पऱ्यो। अवेर र अनअवेर त हजुरहरूलाई बुझाउनु नपर्ला है, यो त क्लियर कुरा नै छ। बुझ्नुभयो? भनेपछि जेनरलाइज र फोकल सिजरमा थाहा भयो डिफ्रेन्स। अनि फोकल सिजर भनेको अवेर र अनअवेर हुनसक्दो रहेछ भनेर यो दुइटा चाहिँ थाहा पाउन पऱ्यो। अब हामी जाउँ जेनरलाइज सिजरको चाहिँ के टाइप हुँदो रहेछ त? फोकलको त दुईवटा टाइप हामीले थाहा पायौँ। अब जेनरलाइजको टाइपतिर जाउँ है त। अब जेनरलाइजको टाइप है, अब जेनरलाइजको टाइपमा एउटा टाइप हुन्छ टोनिक क्लोनिक सिजर्स है। टोनिक क्लोनिक सिजरलाई चाहिँ के पनि भन्छ हजुरहरूले सुनिरहनु भयो होला, तर यो के हो भन्ने भइरह्यो होला होइन। यो भनेको चाहिँ ग्रान्ड मल सिजर पनि भन्छ है। यो विद्यार्थीहरूलाई चाहिँ ड्रगहरूको नाम आउँछ, तर मान्छेहरूलाई चाहिँ सिजरको चाहिँ क्लासिफिकेसन थाहा हुँदैन क्या। अनि ल मलाई फोकल सिजरमा के युज हुन्छ, एब्सेन्स सिजरमा कुन चाहिँ ड्रग युज हुन्छ भन्ने कुरा चाहिँ कन्फ्युज भइरहनुहुन्छ हजुरहरू। त्यही भएर चाहिँ मैले यो चाहिँ सिजरको टाइपसहित भयो भने चाहिँ हजुरहरूलाई सहिलो हुन्छ भने चाहिँ यो लिएर आएको हो है त। अब टोनिक क्लोनिक सिजरलाई के पनि भन्दो रहेछ? ग्रान्ड मल सिजर भनेर नि भन्दो रहेछ है। अब के रहेछ त यो भनेको भनेर बुझौँ है त। अब टोनिक क्लोनिक हेर्नु है, टोनिक क्लोनिक दुइटै भनेको छ। टोनिक भनेको के हो भन्दाखेरि कन्ट्र्याक्सन है, यो कुरो बुझ्नु पऱ्यो, कन्ट्र्याक्सन है। अब क्लोनिक भनेको चाहिँ फेरि रिल्याक्सेसन के भन्नुपर्दा त कन्ट्र्याक्सन भएको छ होइन, अब एक्सटेन्सन भनौँ न होइन। यो भने रिल्याक्स भएको जस्तो भयो नि, कन्ट्र्याक्ट भन्दाखेरि नजिक नजिक आउने भयो, एक्सटेन्ड हुँदा टाढा भाग्ने भयो नि होइन। भनेपछि कन्ट्र्याक्सन र एक्सटेन्सन भइरहेछ के को भन्दाखेरि लिम्बको हो, अथवा चाहिँ ब्याकको चाहिँ आर्किङ भइरहेछ भने चाहिँ त्यस्तो टाइपको सिजरलाई के भन्दो रहेछ? टोनिक क्लोनिक सिजर भन्दो रहेछ भनेर चाहिँ हजुरहरूले बुझ्न पऱ्यो है। अब यस्तो खालको पेसेन्टमा चाहिँ के सुनिन्छ भन्दाखेरि चेस्टको कन्ट्र्याक्सन सुनिन्छ क्या। के हुन्छ अरे? चेस्टको कन्ट्र्याक्सन। र त्यो चेस्टको कन्ट्र्याक्सनलाई के भन्छ भन्दाखेरि इक्टल क्राई भनेर पनि भन्छ। र यो टोनिक क्लोनिक सिजर चाहिँ पेसेन्टमा 2 to 3 मिनट्स चाहिँ सम्म रहन्छ। 2 to 3 मिनट्ससम्म चाहिँ पेसेन्टलाई टोनिक क्लोनिक सिजर हुनसक्छ है। अब यही सँगसँगै मैले भने यदि केही गरेर पेसेन्टलाई चाहिँ टोनिक क्लोनिक यो जेनरलाइज हो नि होइन, टोनिक क्लोनिक सिजर चाहिँ 5 मिनटभन्दा बढी भयो, के भयो अरे? 5 मिनटभन्दा बढी भयो भने दिस इज मेडिकल इमर्जेन्सी। के हो अरे? दिस इज मेडिकल इमर्जेन्सी। र यो कन्डिसनलाई भनिन्छ स्ट्याटस इपिलेप्टिकस है त। यो भनेको चाहिँ 5 मिनटभन्दा बढी कसैलाई टोनिक क्लोनिक सिजर भयो, अब 2 देखि 3 मिनट हुन्छ, तर 5 मिनटभन्दा बढी भयो भने त्यसलाई अब टोनिक क्लोनिक सिजर होइन कि त्यसलाई स्ट्याटस इपिलेप्टिकस भन्छ, विच इज मेडिकल इमर्जेन्सी। तत्काल हस्पिटल कुदाइहाल्नु पऱ्यो। थाहा भयो टोनिक क्लोनिक सिजर यो भनेको चाहिँ के को टाइप रहेछ? हामीले थाहा अहिलेसम्म पढेको जेनरलाइजको टाइप रहेछ है। अब यहाँ त फोकलको टाइप त हजुरहरूले थाहा पाउनु भइहाल्यो है। अब यो बिचमा मैले भने हजुरहरू चाहिँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला, र सकेसम्म धेरैलाई सेयर गर्नु होला, एउटा कमेन्ट छोड्नु होला। हाम्रो कन्टेन्टहरू मनपर्छ, हाम्रो कन्टेन्टहरू चाहिँ अझै धेरै हेरिरहनुहुन्छ, यस्तो फ्री कन्टेन्टहरू चाहिँ हजुरहरूलाई हेर्न मन लाग्छ भने चाहिँ हाम्रो च्यानललाई चाहिँ लाइक गरेर चाहिँ अगाडि बढ्नु हुन हामी अनुरोध गर्दछौँ है त। थ्याङ्क यू। अब हामी चाहिँ अगाडि बढ्छौँ है त। अब टोनिक क्लोनिक सिजर पछि हेरौँ है त। अब टोनिक क्लोनिक सिजर पछि दोस्रो टाइप चाहिँ के हुन्छ भन्दाखेरि टोनिक सिजर मात्र
अब यो त क्लियरै होला, यो त मैले धेरै भनिराख्नु परेन हो। टोनिक सिजर भनेको के होला भन्दाखेरि चाहिँ कन्ट्र्याक्सन पनि कस्तो लामो समयसम्म भन्नुपर्छ, सस्टेन कन्ट्र्याक्सन मात्र भयो, एक्सटेन्सन भएन अथवा रिल्याक्सेसन भएन भने चाहिँ यस्तो टाइपको सिजरलाई टोनिक सिजर भन्ने रहेछ हो। टोनिक सिजरमा चाहिँ पेसेन्ट साइनोसिस भनेको चाहिँ के भन्दा ब्लू हुने क्या। अब जस्तै हजुरको चाहिँ सिजर भएको एकदम कन्ट्र्याक्सन भएर चाहिँ पेसेन्ट के हुन्छ, अलिक ब्लू हुन थाल्छ भनेर भनेको है त, यो टोनिक सिजरमा भयो। अब टोनिक सिजरपछि अर्को टाइप हुन्छ के होला, एउटा टोनिक क्लोनिक, अर्को के होला भन्नुहोस्, थाहा पाउनु भएन नि के रहेछ, क्लोनिक है, क्लोनिक सिजर्स। क्लोनिक सिजर त थाहा भइहाल्यो के भयो, सस्टेन, अब चाहिँ के भयो, सस्टेन एक्सटेन्सन, क्लियर। अब फोमा जाउँ है त। अब मायोक्लोनिक सिजर भनेको कुनै पनि सिजरले यदि मसललाई इन्क्लुड गर्छ हो है। अब जस्तै मायोक्लोनिक सिजरले चाहिँ केलाई इन्क्लुड गर्ने रहेछ, मसल्सलाई इन्क्लुड गर्छ भने चाहिँ त्यस्तो टाइपको सिजरलाई के भन्छ, मायोक्लोनिक है। डाइजेपामर दिन्छ यसको केसमा है, त्यो हामी पछि पढ्छौँ केमा के दिन्छ भनेर चाहिँ। मायोक्लोनिक सिजर चाहिँ मसललाई इन्क्लुड गर्छ भने त्यस्तो टाइपको सिजर के रहेछ, मायोक्लोनिक सिजर भनेर चाहिँ बुझ्नु पऱ्यो, एकदम सिम्पल छ है, सजिलो पाराले मैले हजुरलाई बुझाइदिरहेको छु। अब एब्सेन्स सिजर, अब के होला त है, एब्सेन्स सिजर नाम त सुनिरहेको हुन्छ है। एब्सेन्स सिजरलाई चाहिँ यसलाई हामीले के भन्थ्यौँ, ग्रान्ड मल, अनि अर्को फेरि पेटिट मल भन्ने सुनिरहनु भयो होला हो, के हो भन्ने थाहा नभएको, तर पेटिट मल भने के रहेछ, एब्सेन्स सिजरै रहेछ भने चाहिँ हजुरहरूले बुझ्न पऱ्यो है त। अब एब्सेन्स सिजर चाहिँ के हुन्छ भन्दाखेरि एकदम थोरै समय छ, पेसेन्टलाई थाहा पनि हुँदैन कि सिजर भएको छ भनेर है, हो त्यस्तो एब्सेन्स सिजर चाहिँ कति भन्दाखेरि जम्मा 10 सेकेन्डसम्म मात्र लास्ट गर्छ भनेर चाहिँ बुझ्नु पऱ्यो। र एब्सेन्स सिजर धेरै जसो चाहिँ हामीले बच्चाहरूमा चाहिँ देख्न सक्छौँ, धेरै जसो चाहिँ बच्चाहरूमा देख्न सक्छौँ। र एब्सेन्स सिजर चाहिँ 10 सेकेन्डभन्दा बढी चाहिँ लास्ट हुँदैन, एकदम 10 सेकेन्ड मात्र लास्ट हुन्छ र पेसेन्टलाई थाहा नै हुँदैन कि मलाई सिजर भइसक्यो भनेर है, त्यस्तो खालको सिजरलाई के भन्दो रहेछ, एब्सेन्स सिजर भन्दो रहेछ। ल अब लास्ट टाइप हुन्छ जेनरलाइज सिजरको, के हुन्छ भन्दाखेरि चाहिँ एटोनिक भन्नुहुन्छ कि अटोनिक भन्नुहुन्छ है, एटोनिक सिजर भनेको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ इट इज एक्चुअली बाइल्याट्रल लस अफ मसल एक्टिभिटी है। बाइल्याट्रल लस अफ मसल एक्टिभिटी भयो भने चाहिँ के रहेछ, यो अटोनिक सिजर रहेछ। र यो चाहिँ के हुन्छ, 1 सेकेन्डभन्दा बढीको हुन्छ भनेर चाहिँ हजुरहरूले बुझ्नुभयो। भनेपछि हजुरहरूले के बुझ्नुभयो ल, हेर्नुहोस् है, हामीले आज के पढ्यो, हामीले एकदम सिम्पल यो जुन चाहिँ हामीले इपिलेप्सी है, इपिलेप्सीको बारेमा र एन्टी इपिलेप्टिक ड्रग्स, अब हामी ड्रग्सको बारे चाहिँ हामी नेक्स्ट पार्टमा पढ्छौँ, यो हाम्रो पहिलो पार्ट भयो इपिलेप्टिक ड्रग्सको। हामी रिभाइज गर्नुपर्दा एन्टी इपिलेप्टिक ड्रग्स भनेर के हो भन्ने कुरो थाहा पायो, इपिलेप्सी र सिएनएस डिसअर्डर रहेछ, डिसरिदेमिया भएर होइन, सिजर लस अफ कन्सिस्टेन्स हुने रहेछ, ब्रेन चाहिँ मेन सेन्टर रहेछ, त्यही भएर हामी टाइप्स अफ सिजरको बारेमा पढ्यौँ होइन। एउटा जेनरल रहेछ, एउटा फोकल रहेछ। जेनरलाइज भनेको चाहिँ सबैतिर छ भने जेनरलाइज भयो होइन। फोकल भनेको चाहिँ अब अवेर पनि हुनसक्यो, अनअवेर नै हुनसक्यो, पेसेन्ट कन्सियस छ भने अवेर, अनअवेर भनेको लस अफ कन्सियसनेस छ भने जेनरलाइजको कसमा चाहिँ एलओसी भइहाल्छ, किनकि जेनरलाइज सबतिर हानेछ भनेपछि बियोस भइहाल्छ। अब बियोस भइहाल्छ भन्दा पनि कन्सियसनेस चाहिँ लस हुन्छ है। जेनरलाइजमा चाहिँ टोनिक क्लोनिक सिजर भयो, यसमा चाहिँ कन्ट्राक्सन एक्सटेन्सन हुन्छ। टोनिक सिजर भनेको सस्टेन कन्ट्राक्सन हुन्छ, क्लोनिक सिजर भनेको सस्टेन के हुन्छ, एक्सटेन्सन हुन्छ है। अब मायोक्लोनिक सिजर भनेको मसललाई इन्क्लुड गरेर मायोक्लोनिक, एब्सेन्स सिजरलाई पेटिट मल सिजर पनि भन्छ, 10 सेकेन्डसम्म लास्ट हुन्छ, धेरै जसो बच्चामा हुन्छ। अटोनिक सिजर भनेको बाइल्याट्रल लस अफ मसल एक्टिभिटी ग्रेटर देन 1 सेकेन्ड हुन्छ, र यसलाई चाहिँ ग्रान्ड मल सिजर भनिन्छ भन्ने चाहिँ बुझ्नु पऱ्यो, यति नै है त। ल थ्याङ्क यू सो मच फर वाचिङ है। हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने अहिले मैले भनिहालेँ, च्यानललाई लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला, सकेसम्म धेरैलाई सेयर गर्नु होला, एउटा कमेन्ट छोड्नु होला र हामीलाई चाहिँ मोटिभेसन दिइरहनु होला है। थ्याङ्क यू सो मच फर वाचिङ। र हाम्रो छिटै नै के हुन्छ, हाम्रो यो एन्टी इपिलेप्टिक ड्रग्सको चाहिँ हाम्रो सेकेन्ड पार्ट पनि आइहाल्छ है त, त्यसको लागि चाहिँ स्टे ट्युन। थ्याङ्क यू।